ल गाइस अब यहाँतिरको चाहिँ ट्राभललाई रेडी हुँदै है ओके रेडी है गाइस उहाँहरू चाहिँ छोड्न आउँदै हुन्छ आजको 3:30 बजेको फ्लाइट है त लाग्यो गाइजहरू ल अब यात्रातर्फ बस्दा लाग्दै हजुर खुजुरा बस्नु चाँडै आउँछु है त होइन हेलो यता यता सानो सानो मुसा आहा ओ बाई गरे कोही बाई गर बाय बाय चलो ल बाय बाय शुभ यात्रा मेरो यात्रा चाहिँ वासिङटन डिसीसम्मको यात्रा हो तपाईको नेपाली स्टुडेन्टहरुको लागि चाहिँ वान अफ द बेस्ट डेस्टिनेसन टु स्टडी टु ट्राभल टु एक्सप्लोर द वर्ल्ड अहिले चाहिँ म ठ्याक्कै नेपाल एयरपोर्टमा छु यता चाहिँ फ्लाइ लाइन छ हामी फ्लाइट दुबई चाहिँ देन र वासिङटन जान्छ है त आवाज अलिकति डिस्टर्ब भइरहेको छ एयरपोर्टमा चाहिँ आइपुग्यो फाइनली डल्लास एयरपोर्टमा आइपुग्यो गाइस यो चाहिँ डल्लास एयरपोर्टको चाहिँ सीन हो युएसए फाइनली ल धन्यवाद बुवालाई अनि बहिनीलाई ल डल्लास एयरपोर्ट होइन त यो डल्लास होइन के हो अरे डल्लास डुलेस एयरपोर्टमा चाहिँ आइपुग्यो बहिनी है बुवा हुन्छ है वेलकम सफा राम्रो भयो सजिलो भयो ल फाइनली घरमा आइपुग्नु भएको छ दाइ है अलि अलि त्यसलाई यस्तरी खिचौँ म एउटा खिच्छु ल सबैजनाले हाई भनौँ बुवाले पनि ल हामी फाइनल्ली चाहिँ डल्लासमा आइपुग्यौँ डल्लासमा बहिनी ज्वाइँको घर बुवाहरूको घरमा आइपुग्यो है त ल ममले चाहिँ यो मलाई सगुन के अरे वेलकम फ्रुट ल यसो हान्छु ल सिनहरू चाहिँ यो चाहिँ के अरे वासिङटन डिसी अलिकति मजाले एक्सप्लेन गर्दै जाऊँ न त ल ल दाइको लगानी हाल्दैन हेर्छौँ यो चाहिँ मेरो भ्लग हो हैन गणेश थापा भनेर छ यो ठाउँलाई चाहिँ के भन्छ अरे मेरील्यान्डको जर्मन टाउन हजुर मेरील्यान्ड जर्मन टाउन यहाँ चाहिँ स्टुडेन्टहरू कतिको आउँछ यो यता त युनिभर्सिटी त त्यस्तो छैन क्यारे प्राइभेट युनिभर्सिटीहरू त स्टुडेन्टहरू चाहिँ त्यति बस्दैन त बस्छन् स्टुडेन्टहरू त टन्नै हुन्छन् है यता टन्नै हुन्छन् भनेको मतलब नेपाली स्टुडेन्टहरू ठाउँ चाहिँ रमाइलो छ है त्यसपछि यहाँ म्याप स्याप जम्मै यसमै आउँछ त है मोबाइलबाट त्यो कारप्ले पनि छ